है गाइज म चाहिँ टक्क आज जिम गर्न जान लाग्यो। अनि जिम गर्ने ठाउँ चाहिँ यहाँबाट लगभग त्यस्तै 1 किलोमिटर जति छ। त्यस्तो धेरै टाढा पनि होइन। अनि त्यो जिम गर्ने ठाउँमा चाहिँ एकदम सस्तो छ। फेरि कोरियन 30,000 हो, नेपाली लगभग 3,000 हो। अनि त्यो जिम हल चाहिँ कस्तो हो भने यहाँको कोरियन नगरपालिकाले चाहिँ खोलिदिएको जिम हल हो है। प्राइभेट चाहिँ लास्टै महँगो छ। प्राइभेट चाहिँ लगभग नेपाली 30-35,000 खर्च हुन्छ भने त्यो सरकारी भएर चाहिँ म त्यति टाढाको जान लाग्यो। त्यही भएर गाइज म चाहिँ आजबाट फर्स्ट भ्लग गरिदिएको नै, राम्रो होस् नराम्रो होस् भ्लग बनाउनु पऱ्यो भनेर। अनि त्यो घर हेर्नु कस्तो राम्रो क्या। कोरिया चाहिँ प्रायः यस्तो कस्तो घर हुन्छ भने यो प्यानलको घर हुन्छ। प्यानलको घर चाहिँ किन असाध्यै राम्रो हुन्छ, सस्तो पनि, टिकाउ पनि, बलियो पनि, त्यस्तो हुन्छ प्यानलको घर। हेर्दाखेरि कस्तो राम्रो छ। मान्छे भिआइपीको घरमा गर्दा राम्रो लाग्छ। म चाहिँ त्यो चाहिँ भिआइपीकै घर हुनुपर्छ जस्तो लाग्छ। आज मेरो एउटा यो फर्स्ट भ्लग बनाउन लागेको टाइम पासको लागि। सम्झना हुन्छ नि त यसो भनेर चाहिँ आजबाट सुरु गरिदिउँ भनेर हो। अनि एउटा कुरा म तपाईँहरूलाई भन्छु कि कोरियामा चाहिँ कस्तो हुन्छ भने यो जब स्कुल जोन आउँछ नि, स्कुल एरिया आउँछ, जब यहाँ पहेँलो कलर स्टार्ट हुन थाल्छ, यो चाहिँ कोरियाको जुनसुकै ठाउँमा पनि यस्तै हुन्छ। स्कुल जोन आउँछ, पहेँलो बत्ती बल्छ। त्यो पहेँलो लाइटहरू चाहिँ बत्ती भन्दा नि पहेँलो सिम्बलहरू देखिन थाल्छ। अनि स्कुल बसहरू किन चाहिँ प्रायः पहेँलो हुन्छ, इन्टरनेसनल कलरै हो नि त यो स्कुल बसहरूको कलर चाहिँ प्रायः पहेँलो हुन्छ। हेर्नु प्रायः जेब्रा क्रस पनि पहेँलो छ, यो सबै पिलरहरू पनि पहेँलो छ, बारहरू पनि पहेँलो छ, सबै पहेँलो कलर बनाउँछ। यो खास पहेँलो कलर चाहिँ किन अरे भन्दाखेरि स्कुलहरूमा त बच्चाहरू हुन्छ नि त, बच्चाहरूको लागि त सेफ्टी चाहियो। यो पहेँलो कलर चाहिँ टाढाबाट पनि एकदम क्लियरसँग देखिने भएकाले पहेँलो कलर राखेको भन्ने सुन्नेमा आएको थियो। कतिको सत्य कतिको असत्य त्यो त मलाई थाहा छ नि। यहाँ स्कुल छ, स्कुल भएको कारणले यहाँ पहेँलो कलर स्टार्ट भएको। यहाँ चाहिँ विकासहरू चाहिँ एकदम मिनिमम रूपमा सोचेर बनाएको हुन्छ। जब तपाईँहरू चाहिँ स्कुल जोन आउनु लाग्यो भने चाहिँ पहेँलो स्टार्ट सुरु भयो भन्नु थाहा हुनुपर्छ। तर नेपालमा नि यस्तै हुनुपर्ने हो खासमा। जब स्कुल सुरु हुन्छ नि तब पहेँलो भएपछि न हर्न पनि पाइँदैन बजाउन, अनि ओभर स्पिड पनि पाइँदैन। ओभर स्पिडहरू केही पनि हुँदैन। जब यहाँ तपाईँहरूले चाहिँ ट्राफिक नियम चाहिँ पालना गर्नु भएन भने स्कुल जोनमा चाहिँ एकदम बढी फी आउँछ। ट्राफिक चाहिँ हुँदैन प्रायः क्यामेराले कन्ट्रोल गरेर आउँछ। अनि एकदम बढी आउँछ। कोरिया चाहिँ फल्गुम भन्छ, त्यसलाई जरिवाना भन्छ। त्यो चाहिँ एकदम म्याक्सिमम आउँछ। त्यही भएर स्कुल जोनमा चाहिँ बिस्तारै चलाउनु होला। जब स्कुल सकिए पनि जहाँसम्म लाग्छ स्कुल आउनुभन्दा 500 मिटरको आसपासमा चाहिँ पहेँलो हाल्नु पर्ने रहेछ कि अब यहाँको सिम्बल, जहाँसम्म लाग्छ मलाई त्यस्तै लाग्यो। सायद त्यही होला। ट्रक दाइ त अनि रोडको छेउमा नि भट्ट रोपे खान कस्तो दामी छ भट्टहरू। ल है गाइस, अब आज मेरो यो फर्स्ट भ्लग। अनि आज चाहिँ मैले यो कोरियाको स्कुल जोनको बारेमा भने मलाई जति आउँथ्यो त्यति मैले बुझेअनुसार। अनि यो चाहिँ एकदम राम्रो पनि लाग्यो। जब स्कुल सुरु हुन्छ तब पहेँलो कलरहरू स्टार्ट हुन थाल्छ। अनि कोरिया त्यस्तो हुँदो रहेछ भनेर
मलाई यहाँ चाहिँ थाहा भएको हो, यहाँभन्दा पहिला थाहा थिएन। भोलि चाहिँ अर्को टपिकको बारेमा कुरा गरौँला। भोलि बाटोमा हिँड्दै एउटा टपिक आयो भने त्यो टपिकको बारेमा कुरा गर्छु। म जानेको यति हो। नेपालमा नि यस्तै गर्न पाए कस्तो राम्रो हुन्थ्यो होला है। मतलब सम्बन्धित निकायसम्म पुग्यौँ हुँदै कस्तो राम्रो हुन्थ्यो होला कि जब स्कुल जुन आउँछ पहेँलो कलरको सिम्बल दिन थाल्यो भने चाहिँ मान्छेहरू कहिल्यै सावधान हुन्थ्यो होला नि त। ल मेरो यो फर्स्ट भ्लग यहीँ टुङ्ग्याउँछु। ल बाई।